सम्झ्यौ तिमीले सरर अन्जानमा रुवाको बिर्स्यौ होला घाँस काटी खुवाको चौतारीलाई सरर पिपलो छाया भो मलाई सधैँ अधुरो माया भो मलाई सधैँ अधुरो माया भो। अहिले तिमी कहाँ बसिरहेछौ भन्यो रे? अर्काको घरमा बसिरहेको छौँ। अनि घरमा अहिले को हुनुहुन्छ? आमा भाइ बस्छन्। बुवा कहाँ हुनुहुन्छ? बुवा इन्डिया काम गर्न जानुभएको छ गडवालतिर, उहाँ गिट्टी कुट्ने काम गर्नुहुन्छ। गिट्टी फोड्ने काम गर्नुहुन्छ? हजुर। उही बस्ने अब अप्ठ्यारो छ काम, म पनि गएको थिएँ बिरामी भएर आएँ, त्यही भएर फेरि यस्तै भयो। गाउँघरतिर फेरि आगो लाग्ने बेला भयो, फेरि आगो आउन सक्छ, त्यही भएर। यस्तै सिजनमा लागेको आगो? कहिले लागेको आगो? भयो 3-4 वर्ष भयो। यही जङ्गलमै हो घर? यही जङ्गलमा पर्छ कि अर्को जङ्गल? हजुर यही जङ्गलमा, अर्को जङ्गलमा पर्छ। गाई चराउन आएको यतातिर। ए मलाई त्यहाँ लिएर जान्छ? हजुर जान्छ। हो हजुर ल जाम है। हुन्छ। अनि गाई के गर्ने फेरि? गाई साथीभाइहरू एकछिन हजुर हुन्छ भन्छ हेर्न भन्छौ? हजुर भनिहाल्छ। ए ल। घर जलेपछि विनोद भाइ अरूको घरमा बस्दै आइरहेका रहेछन् र यिनै विनोद भाइ जसले निकै नै मिठो गीत गाउँछन् भन्ने थाहा पाइसकेपछि भाइलाई भेट्न हामी तुला भाइको गाउँमा आएका छौँ र भाइले चाहिँ आफ्नो परिवार बस्दै आइरहेको घरमा लिएर मलाई जाँदै हुनुहुन्छ। अझै टाढा छ? हजुर टाढा छ, लाग्छ टाइम। कति टाइम लाग्छ यहाँबाट? अब 20 मिनट जति लाग्न सक्छ। हजुर। घाम छ, म त थाकिसकेँ। एउटा मिठो गीत सुनौँ है? हुन्छ। ल यो टक्क आँपको छायामा बस्दै हुन्छ। एउटा मिठो। हो तिमीले हेर्दा नि मलाई मात लाग्ने, हो तिमीले गरेको मिठो बात लाग्ने, मोहनी लायो रेशम एकहोरो भए, सम्हाली राखदेऊ रेशम छोडेर नगए, सम्हाली राखदेऊ रेशम छोडेर नगए। विनोद भाइ हजुर कपाल चाहिँ बब्बाल छ त? सानैदेखि पाल्ने अब रहर लागेर पालेको हो। हजुर। कि हिरो पनि रहर हो? हिरो बन्न कहाँ सकेला सकिँदैन। सकिन्न। हजुर। कति पढाएको छौ? म पढेन हजुर, किनभने घरको समस्याले पढ्न सकिएन। ए 6 क्लाससम्म मात्रै पढेको। 6 क्लाससम्म पढ्यौ? हजुर। 5 क्लास पास गरेपछि अलि टाढो जानुपर्ने भयो, टाढो जाएपछि अलि नसकेर 6 क्लासमा छोडिदिएको। गाउँघरमा के कामहरू गर्नुपर्छ? गाउँमा अब कहिले हुन्छ कसैको काम, अब गहुँ काट्ने समयमा गहुँ काट्ने, धान रोप्ने समयमा धान रोप्ने, यस्तै हुन्छ। आजभोलि चाहिँ के गर्नु परिरहेछ? आजभोलि भर्खरै सकियो गहुँ काटेर, अब यता ट्र्याक्टर आउँछ उसमा हाल्छन्, कसैले अब गोरुमै हुन्छ होइन। गाउँघरको कामहरू सबै गर्नुपर्छ नि? सबै गर्नुपर्छ। कस्तो अर्ग्यानिक लाग्यो कि विनोद भाइ मलाई, एकदमै साँच्चीकै कस्तो इनोसेन्ट के है? ल जाम। पारियो अझै? हजुर धेरै अब छैन, 20 मिनट जति लाग्छ। अझै 20 मिनट? हजुर। यस्तो घाम गरेछ फेरि आज। घाम त अस्ति पानी पर्यो अनि हिजोदेखि बहुत घाम गरिरहेछ। हजुर। विनोद भाइ हजुर तिम्रो घर जलेर खरानी भयो नि? हजुर। मन जलेको छ कि छैन? मन जले पनि केही गर्न सकिँदैन। हो? हजुर। मन त अब घर जल्ने बेला जल्यो होला, म पनि अब घरको धुरीमा चढेको थिएँ, मार्नु सक्छु होला भनेर चढेको थिएँ, सकिएन। आगो निभाउनै सकिन? हजुर हाम फाल्नु पर्यो, घरको धुरीबाट हाम फालिदिएको।
ए आगो लाग्दा लाग्दै दुरीबाट टाइम फाल्यो हजुर पानी लगेर गएको थिएँ जर्किनमा ठुलो लाग्यो आगो त्यही भएर सकेन हाम फालिदिएको अनि घर बनाउने रहर छ कि छैन धेरै धेरै रहर छ धेरै रहर छ हजुर एकदम धेरै रहर छ हजुर एकदमै रहर छ कस्तो मायालु के है विनोद भाइ साँच्चै कति मायालु छन् एकदम मायालु लाग्यो मलाई तिमीसँग भेट्दा है हजुर मैले जस्तो सुनेको थिएँ नि हजुर त्यस्तै पाएँ म एकदम खुसी छु जाम गर्छौँ है हुन्छ हुन्छ अरूको खेतबारी हुँदै हुँदै जानुपर्ने रहेछ नि हजुर बाटो अब यतैबाट हिँड्ने पहिला अब केही रोपेपछि धान रोपेपछि उता हिँड्नुपर्छ आजभोलि केही छैन त्यही भएर यतैदेखि हिँड्नुपर्छ अनि ल विनोद भाइले त कस्तो मिठो मिठो गीतहरू गाउनु हुने रहेछ मलाई अझै सुन्न मन लाग्यो गीत के गीत सुन्ने होला हुन्छ सुनाइदिन्छु रेलको बाटो भन्ने गाना सुनाइदिन्छु ल ल सुनौँ है सिटामलको अभावमा मर्नु पर्ने कोही चोट लागे भोक लागे पनि बस्नु पर्ने रोई हजुर तुइन चढी स्कुल जान्छन् नानी बाबु गाउँमा कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा ए हजुर बस्याको छु हेर्ने रहरैमा कस्तो मिठो मिठो छ भाइको एकदमै अर्ग्यानिक छ भाइको सुर है अझ अब कति टाढा छ अब धेरै छैन अब 15 मिनट 5 मिनट 10 मिनट पुग्छ अब 10 मिनट हिँडेपछि आउँछ हजुर ओहो यता हो हजुर यता ल यहाँ त के पाक्यो यो थाकल हो हजुर पाक्दैछ अझै समय लाग्छ यसलाई कहीँ पाकिसक्यो कहीँ पाकेर रहेछ नि अझै हजुर नपाकेको त के टिप्नु र है राम्रो हुँदैन पुरै टर्रो हुन्छ ठर्रो हुन्छ हजुर अनि तिमीहरूले के भन्छौ यसलाई यसलाई थाकल भन्छ कसैले खजुरी भन्छ खजुरी भन्छ हजुर हामीले पनि थाकल भन्छौँ हजुर दर्शकहरूले चाहिँ यसलाई के भन्नुहुन्छ यसलाई यसो कमेन्ट गर्नु होला है कतै खजुरी कसै थाकल भन्ने छैन हजुर हेर्नु त उता पनि आमामा पाक्न रेडी छ अब हजुर यो लगाएर पुर्यो भने पाकिहाल्छ छिट्टै होइन हजुर ओहो ल जुम गरिदेऊ त ओहो यो त टिप्न पर्यो ल यो त अब लगाएर पकाउने भने त पाकिहाल्छ नि ल जाम अब कति टाढा छ भाइ अब छैन त अब आइसक्यो घर उता पाखि आउँछ हजुर ल कस्तो राम्रो गाउँ यो त अब के गाउँ भन्ने कि यो जङ्गलको बिचमा छ कि क्या हो तिम्रो घर त जङ्गलको बिचमा हुनाले आगो लागेको नत्र लाग्दैन